हामी खकलुङबाट घर लागिसकेका छौँ। घर हिजो चाहिँ ज्ञान हारेर 2, 3, 4 12जना जति 12जना हामी जम्मा 12जनामा 6जना चाहिँ हिजो गयो। 6जना हामी यहाँनिर जाँदैछौँ। 6जना बाटोमा के गर्दैछ है त्यो अस्तिबाट 6जना हामी अगाडि दाइ यहाँ हुनुहुन्छ। एकजना उमाथि गइसकेको छ र हामी यहाँ छौँ। अब चाहिँ हामी त्यो ताप खोला उकालो कटेर दरो उकालो हिँडाइमा छौँ। उकालो चाहिँ यतिको छ, सामान्य सास बढिसक्यो यति हिँड्दै पनि, तर धेरै गाह्रो हुँदैछ उकालो हिँड्नु। त्यो चाहिँ कमेलाको गोल हो कि अनगाको गोल हो कि देखाउँदैछ तैँले। एकदम उकालो रहेछ, उकालो दुईवटा केटाहरू तल आउँदैछ र उकालोमा चाहिँ एकदम पसिना भयो है। ठिक्क थलथली पसिना बगेर एकदम गाह्रो भइरहेछ। उकालो चाहिँ यस्तो रहेछ है। यस्तो उकालो चाहिँ अझै धेरै बाटो उकालो हिँड्नुपर्छ। र हामी चाहिँ त्यहाँनिर गेम खेल्न आथ्यौँ। गेम खेलेर घर फर्किँदै गाडीले माथि लाग्ने भएको कारणले हिँड्दैछौँ हामी चाहिँ है। तर एकदम उकालोले कतै हिँड्दाखेरि बोक्नु भन्छ। यो हिँड्दाखेरि बिरामी अलिक हल्का केही हेपिक भूतप्रेतहरूले छुँदैन भन्थ्यो। मलाई हामी चाहिँ 3जना चाहिँ अलिक हिँड्नु नसक्ने खालको पऱ्यो अनि पसिनाले चाहिँ एकदम हामी शरीर पसिना गएको भन्दा अलिक राम्रो पर्छ भन्थ्यो। सगरमाथाभन्दा कमको छैन यो बाटो बनिदियोस्। 3 भाइ चाहिँ हामी अलिक ट्रेकिङमा अब गेम खेलेर उकालो ट्रेकिङ जाँदैछौँ। के गरेर यो उठाइदिउँ जसरी लोकल भाषा धेरै चाहिँ अब पाथेका स्कुल नजिक नै आउनु लागेको छौँ। अब हल्का चोतारी मल्किँदै बिसायो। 3 भाइ केटाहरू चाहिँ कहाँ पुगिसक्यो थाहा छैन हामीलाई, माथि पुगिसक्यो होला। हामी 3 भाइ चाहिँ यहाँनिर हल्का एक्जाम ड्यू पनि बोक्नु गाह्रो भएर चिलिम फर्काइयो। यहाँ हल्का उकालो छ। उकालो कटेपछि अब माथि पाथेकाको स्कुल लगभग स्कुल देखिन्छ। त्यो माथि छ पाथेकाको स्कुल, त्यो डाँडामा हामी चाहिँ यहाँ मुनि छौँ।